दर्शक नमस्कार, म उदय सिंह श्रेष्ठ। ध्वनि खबरले के गर्यो के गरेन हामी प्रमाण लिएर आउँछौं अगाडि र प्रमाणमा उहाँ हुनुहुन्छ तिला थापा। उहाँ को हो के हो भन्ने कुराहरू उहाँले आफ्नो मुखले भन्नुहुन्छ। उहाँ किन पीडित हुनुभयो, कसरी न्याय पाउनुभयो, उहाँको मुखबाट नै सुनौं। आफ्नो परिचय दिनुस् न। मेरो नाम नमस्ते, मेरो नाम तिला थापा। जोडले भन्नुस् न अलिकति। नमस्ते, मेरो नाम तिला थापा अनि खजुरा गाउँपालिका 1 हजुर भन्नाले सैनिकबाट। के अन्याय भयो तपाईलाई? अन्याय यस्तो भयो सर, म यहाँ राति मेरो छोरा एक्सिडेन्ट खजुरामा एक्सिडेन्ट भएको थियो। एक्सिडेन्ट भएपछि मैले 2 बजे धनौलीदेखि मलाई खबर आयो, उहाँहरूले यहाँ लिएर दबाई गरिदिनु भयो रहेछ। प्लस मलाई फेरि राति 2 बजे खबर आयो, फोन आएर म यहाँ आँदा फेरि नर्सिङ होमको अब मैले इमर्जेन्सीमा लगेको थिएँ। इमर्जेन्सीमा लगेपछि उहाँहरूले यहाँ त यो बच्चाको अरे त्यो पिन्स नै हुँदैन अनि यसलाई त लखनऊ कि काठमाडौँ लैजानुपर्छ भनेर डराउनु दिनुभयो। कसले डराउनु दियो? अनि त्यहाँ जो नर्सिङ होममा इमर्जेन्सीमा जो बस्नुभएको थियो डाक्टर, उहाँले डराउनु दिनुभयो। त्यसपछि म डरले रातारात म लखनऊ लगेँ। अब मलाई थाहा थिएन कि म यसरी सेटिङ भएर जानुपर्ने। कस्तो सेटिङ भन्नाले? सेटिङ भन्नाले कस्तो भने अब मसँग पैसा पनि थिएन सर। उहाँले भीम भण्डारीले भन्नुभयो कि म ढुक्क भएर जानुहोस्, सबै म गरिदिन्छु भनेर त्यसरी पठाउनु भयो। उहाँ गएपछि मेरो 5.5 लाख जति, समथिङ 6 लाख जति उहाँले निकालिदिनु भयो। मैले फेरि यताउति बुझ्दा फेरि 2 लाख समथिङ, मैले 2 लाख त जम्मा गरेको थिएँ। 2 लाख 1.5 लाखमा हुने काम यत्रो भइसकेमा पीडित भए। त्यही भएर म ध्वनि खबरमा आएर मैले आफ्नो दुःख जति व्यक्त गरेँ र उहाँहरूले मलाई सहयोग गरिदिनु भयो। अहिले म सहयोग भएर म अलिकति भनौँ न अरू नयाँ जो जानुहुन्छ नि यता सेटिङबाट, उहाँहरूले दुःख नपाओस् भनेर मैले पनि थोरै न्यायको कुराहरू गरौँ। म पीडित भएपछि अरू नहोस् भनेर त्यही कुरामा मैले अलिकति म उठ्न खोजेको थिएँ। छिटै भयो, ध्वनि खबरले मलाई साथ दिनुभयो। त्यसमा म धेरै खुसी भएर म उहाँहरूलाई धेरै मनदेखि धेरै काम गर्दछु म। अनि भीम भण्डारीले त मलाई चेक फिर्ता दिनुभयो 3.5 लाखको भन्ने कुरा आयो। हजुर, म 2 दिनसम्म उहाँहरूलाई गएर मैले भने, तर उहाँले मलाई भोलि भन्नुभएको थियो। आज चाहिँ दिनुभयो, किनकि उहाँले ठिकै छ विश्वास गर्नु 1 दिन भरेर मैले 2 दिनपछि पर्खेर मैले चेक चाहिँ दिएँ। चेक हेरौँ न तपाईँको। अब चेक 3.5 लाखको छ हैन? हजुर। अब के गर्नुस् चेकलाई? यो चेकलाई अब म च्यातेर फाल्दिन्छु। ध्वनि खबरको अगाडि मैले च्यातेर फाल्दिन्छु। मतलब उहाँहरूलाई धेरै मनदेखि हृदयदेखि उहाँलाई धेरै शुभकामना र यो अरूलाई अन्याय नहोस् भनेर उहाँहरूको प्रगति र उन्नतिको उज्जवल कामना गर्दछु। ध्वनि खबरले गरेको प्रयास हजुर न्याय पाउनुभयो? हजुर, एकदम तपाईँ ध्वनि खबरसँग खुसी हुनुहुन्छ? एकदम खुसी छु म। अब कुनै पनि अन्याय परेका छन् भने, बिरामीहरू भने अन्याय परेका छन् भने ध्वनि खबरमा आउँदा हुन्छ, आफ्नो समस्या राख्दा हुन्छ। यदि मैले अलिकति आवाज नउठाएको भए सायद म पीडित नै रहन्थेँ होला। मैले अलिकति उहाँ उदय सरबाट अलिकति न्याय पाउनको लागि मैले आफ्नो केही दुःखहरू व्यक्त गर्दाखेरि उहाँले मलाई ध्वनि खबरबाट आफ्नो अब जे भए पनि मलाई पीडित हुनुबाट बताउनु भयो। त्यहीमा उहाँलाई धेरै धन्यवाद दिन्छु मनदेखि। तपाईको यही कारणले गर्दाखेरि अब भीम भण्डारीका समूहले भीम भण्डारी सहितका मेरो घरमा हिजो आक्रमण गरे थाहा पनि भयो होला। हामीले जिल्ला प्रहरीमा जाहेरी पनि दिएका छौँ हैन? यस्तालाई के छ, कानुनी कारबाही हुनुपर्छ भन्ने लाग्छ? कारबाही हुनुपर्छ सर। मान्छेलाई अब एक त अब हाम्रो यही नेपालमा हुन्छ नि, सकभर नेपालमै गरौँ। कसैले पनि त्यसरी सेटिङ गरेर नलगाऊ। आफ्नो यहाँ पनि डाक्टरहरू छन्, यहाँ पनि गर्न सक्ने अब क्षमता भएका डाक्टरहरू छन्, यही गरौँ। अब त्यसरी सेटिङ मिलाएर कोहीलाई पनि नलगोस् भन्ने उहाँहरूलाई कारबाही चाहिँ हुनुपर्छ। 5.5 लाखमा 3.5 लाख तपाईँले फिर्ता पाउनुभयो? हजुर। खुसी हुनुहुन्छ? खुसी एकदम। हस्, धन्यवाद। अरू सुनिहाल्नुभयो तिला थापाजीको हाम्रो खुसी भएको व्यक्तको अनुहार। र हामी भन्दैछौँ हामी पीडितलाई साथ दिन्छौँ। हामी जस्तो सुकै मूल्य मान्यता चुकाउनु किन नपरोस्, हामी साथ दिन्छौँ भन्दै कुनै पनि अझै पीडित हुनुहुन्छ भने हामीलाई सिधा सम्पर्क गरे हुन्छ। हामी केही दिनलाई अझै पनि नेपालगञ्जमा छौँ। कोही पीडित हुनुहुन्छ भने हामीलाई भन्नुहोस्, हामी सक्दो प्रयास गर्छौँ तपाईँहरूको लागि भन्दै तपाईँहरूसँग बिदा चाहन्छु। केही थप्दै जोड्छु अहिले।